गाइज सबैजनालाई नमस्कार छ मेरो छोटो मिठो मिनी ब्लगमा तपाईहरुलाई कस्तो लाग्छ सिन मैले यसो देखाएको छु हेर्नु होला। यो अब भनौं न गाउँतिरकै सिन हो, गाउँहरु छ यस्तो हेर्नुस् गाउँतिरकै हो। यो पारी यो देखिएको गाउँ कुन होला यसो कमेन्ट गर्नुहोस्। यो गाउँ म बसेको गाउँ कुन होला कमेन्ट हान्नुहोस्। हस्त धन्यवाद। हेलो गाइजहरु, आज चाहिँ म भ्यू देखाउँदै के देखेँ भनेदेखि चट्ट यसरी भ्यू देखाउँदै आउँदैछु तलैबाट एकजना बाजेले डोको बुन्दै हुनुहुँदो रहेछ। बाजेलाई मैले यसो सोधेको डोको कसरी बेच्नुहुन्छ, दिनमा कतिवटा बुन्नुहुन्छ अनि कतिमा बेच्नुहुन्छ भनेर सोधेको। दिनमा चाहिँ बाजेले 5-6 वटा बेच्छु भन्नुभयो। अनि त्यहाँदेखि 5-6 जनै किन्नु आउँछ अरे, त्यस्तै हुन्छ। अनि दिनमा चाहिँ 500 रुपियाँ गोटाले फेरि ठ्याक्कै मिलेको के सबै। हेर्नुहोस् यो त्यसरी भ्यू बनाउँदै आउँदै थिएँ। अब यो बाजेले डोको बुनेको चाहिँ अब म देखाउँछु हेर्नु होला है। डोको भनेपछि दिनमा 5-6 वटा बुन्नुहुन्छ अनि मान्छे दिनमा कतिवटा किन्नु आउँछ त, कतिजना जस्तो? 4-5 जना आउँछ नानी हो। अनि कति रुपियाँ गोटाले बेच्नुहुन्छ त? 500 ल ठिक छ। माइला दाई हजुर के छ केटा हो हल्ली चल्ली ठिक छ दाई दामी 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 कता हो हामी बर्दियामा हो दाई कता जानु खै बर्दियामा हो दाई कता जानु खै 5 वर्ष लभ परेको गर्लफ्रेन्ड पहिला गई 5 वर्ष लभ परेको गर्लफ्रेन्ड पहिला गई मान्छे बोलाएपछि कस्तो के लाग्छ र खै तरिकाले रमाइलो पनि गरियो, नाचगान गरियो। कान्छी जाउँ गोदावरी बन जाउँ कान्छी जाउँ गोदावरी बन खाने छ चाउ विष्णुको ज्वरो घोटेर खाने बाँच्यो रे, काठको बोक्रा खाने मर्यो रे उहिले ठुलो अनि कालमा भनेर पैसा भेट्यो भने चाहिँ तिर्छु म फेरि गर्नुपर्छ है त्यो भाडा ढिक्क पारिरहेको हेलो बाजे, कति दिनमा 4-5 वटा बुन्छु, 5 वटा आउँछ नि हौ किन्नु नानी हो। काम यही छ। डोको भनेपछि दिनमा 5-6 वटा बुन्नुहुन्छ अनि मान्छे दिनमा कतिवटा किन्नु आउँछ त, कतिजना जस्तो? 4-5 जना आउँछ नानी हो। अनि कति रुपियाँ गोटाले बेच्नुहुन्छ त? 500 500 ल ठिक छ।